ओके, मलाई चाहिँ एउटा मेरो स्टोरी हिजो भर्खर म माथि भएको एउटा कुरा चाहिँ सेयर गर्न मन लाग्यो कि म एउटा काम परेर अनि मेरो मामा घर छ कि म बस्ने ठाउँको नजिकै मेरो मामा माइजू र भाइ बहिनी छन्। अनि त्यसपछि मम्मीसँग फोनमा बोल्दै गएको थिएँ। अनि त्यसपछि मम्मीले चाहिँ मामा घर जाऊ न, मामा माइजूले चाहिँ मैले वास्ता गरिनँ, भान्जीले चाहिँ वास्ता गरिनँ भन्नुभयो भन्छ। अनि जान त मलाई मन थिएन, मलाई कस्तो व्यवहार गरेर म त्यहाँबाट निस्किन परेको भन्ने त मलाई थाहा छ। मम्मीहरूसँग त मैले सेयर गर्न सकिनँ। मेरो चित्त जति दुख्ने दुख्यो, मम्मीहरूको किन दुखाउनु भनेर। अनि ओके त नि गइदिउँ न त, होइन राम्रै गरौँ न त भनेर अनि गएको। गाडीबाट निस्किने बित्तिकै ढोका खुलेको आवाज सुने। अनि पहिले नै मैले फोन गरेँ, मामालाई फोन गरेको, हामी चाहिँ पार्टीमा जान लाग्छौँ भन्छु। अनि त्यसपछि हुन्छ म यसो मात्रै पसेर निस्किन्छु, मेरो भुल्ने टाइम पनि छैन भने। अनि त्यसपछि मामाले नआइदिए हुन्थ्यो भनेर नै भन्छ थियो, बोलीहरूबाट बुझेको थियो। त्यही पनि अब मम्मीको मन राख्नको लागि चाहिँ म गएँ। गाडीबाट निस्किने बित्तिकै ढोका खोलेको आवाज सुने। अनि भाइले रहेछ ढोका खोलेको, भाइ चाहिँ लाइक 12 इयर्सको छ। अनि ढोका खोलेको रहेछ, किन आएको भने, तिमीलाई भेट्न मन लागेर आएको भने। अनि नआउनु जानु भनेर ढोका बन्द गर्यो। म फर्केर आएँ, म सकिनँ केही पनि बोल्न या केही पनि भन्न। अनि दुःख लाग्यो, रुँदै फर्केँ गाडीमा। म मात्रै त पक्कै पनि होइन होला यस्तो भोग्न पर्ने, कति मान्छेहरूसँग म्याच रिलेट हुन्छ नि त यस्तो कुराहरू। ओके, कसैसँग पनि मैले सेयर गर्न सकिनँ। मेरो एउटा साथीसँग चाहिँ सेयर गरेँ। एउटा साथी चाहिँ छ जोसँग मैले सबै कुरा सेयर गर्न सक्छु, उसँग सेयर गरेँ। अनि लेट्स सेयर दिस स्टोरी। यु आर नट द ओन्ली वान, म पनि छु त्यसो भन्नु।